अर्थ समूह 1 बाट हर्षिका बस्ने तपाईहरूको सामु देगरा सापकोटा ज्यूको अन्तर्वार्ता लिन यहाँ उपस्थित भएकी छु। नमस्कार सर। नमस्कार। अब पहिलो प्रश्नबाट सुरु गरौँ। सर, तपाईको विचारमा मोडल युनाइटेड नेसन्सले विद्यार्थीहरूको व्यक्तित्व विकासमा कस्तो भूमिका खेल्छ? यो मोडर्न युनाइटेड नेसन विगत धेरै वर्ष अगाडिदेखि द एक्सेल्सियर स्कुलमा सुरु भएको हो र यसले चाहिँ विशेष गरेर विद्यार्थीहरूको नेतृत्व विकासमा एकदमै ठुलो भूमिका खेलेको छ। अनि त्यस्तै गरेर आत्मविश्वास हैन, अनि प्रस्तुतिकरण गर्न सक्ने क्षमता, अनि तार्किक उत्तरहरू दिन सक्ने क्षमता, अनि आपसी सहकार्य, मेलमिलाप, अनि त्यस्तै गरेर यो समसामयिक विषयवस्तु तर्फको एउटा जुन किसिमको ज्ञान छ त्यो ज्ञानलाई चाहिँ न्यूनीकरण गर्ने, विभिन्न किसिमका समस्याहरूको न्यूनीकरण गर्न सक्ने विषयवस्तुहरूमाथि चाहिँ यसले एउटा गहन भूमिका खेल्छ जस्तो चाहिँ मलाई लाग्छ। विद्यार्थीहरूले एमइएनमा सहभागी भएर प्राप्त गर्ने ज्ञान र अनुभवले उनीहरूको भविष्यमा कस्तो सहयोग पुर्याउन सक्छ? वास्तवमा यो मूलले एमयुएनले विद्यार्थीहरूमा चाहिँ यो आत्मविश्वासका साथ बोल्न सक्ने एउटा क्षमताको वृद्धि गर्छ। अनि त्यस्तै गरेर चाहिँ उनीहरूको विद्यार्थीहरूको चाहिँ यो करियर डेभलपको लागि यसले एकदमै ठुलो भूमिका खेलेको हुन्छ। अनि त्यस्तै गरेर विभिन्न किसिमका समस्याहरू हुन्छन्, ती समस्याहरू समाधान गर्नको लागि पनि एमयुएनले महत्त्वपूर्ण रोल प्ले गरेको हुन्छ जस्तो मलाई लाग्छ। तपाईले आफ्नो विद्यार्थी जीवनमा एमयुएन जस्तो अवसर पाउनु भएको भए तपाईँ कस्तो प्रकारको डेलिगेट वा अफिसियल बन्नुहुन्थ्यो जस्तो लाग्छ? पक्का पनि म चाहिँ मेरो विद्यार्थी जीवनमा चाहिँ यदि मैले अवसर पाएको भए चाहिँ म डेलिगेट्स नै भन्थेँ हैन, किनभने विभिन्न किसिमका समस्याहरूलाई उठान गर्ने हैन, अनि तिनीहरूको चाहिँ एउटा प्रस्तुतिकरण गर्ने, देश विदेशका रिसेन्ट अहिलेका घटनाहरूको बारेमा चाहिँ थाहा पाउने, अनि त्यसलाई चाहिँ समस्या समाधान गर्ने र एउटा निष्कर्षमा पुग्ने एउटा महत्त्वपूर्ण भूमिका चाहिँ मैले निर्वाह गर्न सक्थेँ जस्तो मलाई लाग्छ। तपाईले नेपाली विषय पढाउनुहुन्छ, तपाईको विचारमा भाषा र एमयुएन बीच कस्तो सम्बन्ध छ? यस्तो म नेपाली विषय सिकाउँछु हैन, अनि भाषा र एमयुएन बीचको चाहिँ यो एउटा भूमिका चाहिँ एकदमै महत्त्वपूर्ण छ। किनभने एमयुएनले चाहिँ एउटा तार्किक प्रश्न गर्ने हैन, तर्कपूर्ण ढङ्गले चाहिँ उत्तर दिन सक्ने एउटा क्षमता चाहिँ वृद्धि गर्छ। त्यो एकातिर छ भने अर्कोतिर भनेको चाहिँ एउटा वक्तृत्वसँग सम्बन्धित सिपको चाहिँ यसले महत्त्वपूर्ण ढङ्गले चाहिँ विकास गरेको छ हैन। त्यो कारणले हेर्दाखेरि चाहिँ यसको नेपाली भाषा, नेपाली विषयसँग चाहिँ एउटा अन्तर्निश्चित सम्बन्ध रहन सक्छ जस्तो चाहिँ मलाई लाग्छ। अन्त्यमा सर, टिएस मुन 2026 जस्तो कार्यक्रमलाई नजिकबाट हेर्दै गर्दा तपाईलाई व्यक्तिगत रूपमा यस कार्यक्रमबाट के आशा छ? यो कार्यक्रमबाट चाहिँ अब विशेष गरेर 8, 9, 10 कक्षाका विद्यार्थीहरूमा चाहिँ एउटा नेतृत्व विकास हुनुपर्छ जस्तो चाहिँ मलाई लाग्छ। किनभने नेतृत्व विकासको चाहिँ एउटा महत्त्वपूर्ण यो एउटा पार्ट एमयुएन भएको कारणले गर्दाखेरि पनि यसले चाहिँ एउटा महत्त्वपूर्ण रोल प्ले गर्छ। अनि अर्को भनेको चाहिँ कूटनीतिक त्यो हुन्छ नि द्विपक्षीय वार्ता, अनि त्यस पछाडि एउटा कूटनीतिक पहल जसबाट चाहिँ एउटा समस्या समाधान गर्न सक्ने एउटा व्यक्तित्व विकास, व्यक्तित्व निर्माण गर्न सक्छ जस्तो चाहिँ मलाई लाग्छ यसले। धन्यवाद सर। धन्यवाद।